नयाँ कार्य समितिमा रहनुहुने सम्पूर्ण सदस्यहरूले एकदम मन तन सबै हिसाबले एकदम सक्रिय भएर चाहिँ काम गरिदिनु होला भनेर फेरि पनि अनुरोध गर्न चाहन्छु हैन। अब यो हाम्रो चाहिँ एउटा नियम विधान जस्तै नै हो हैन। अब यो नयाँ कार्य समिति चयन हुँदाखेरि शपथ दिनुपर्ने त्यो हिसाबले चाहिँ एउटा औपचारिकता पूरा गर्ने हिसाबले चाहिँ म मगर चलचित्र कर्मी सङ्घको केन्द्रीय उपाध्यक्षको हैसियतमा चाहिँ यहाँ आज उपस्थित भएको हिसाबले चाहिँ यहाँहरूलाई चाहिँ शपथ खुवाउने कार्यक्रम चाहिँ गराउँदैछु हैन। यसमा चाहिँ अब म भन्ने पछाडि म पछाडिको चाहिँ आफ्नो पद चाहिँ के हो, अध्यक्ष, उपाध्यक्ष, सचिव अथवा के हो, सदस्य जो चाहिँ भन्नु होला म पछाडि हैन। अनि लास्टमा गएर यस के छ भन्दा म एकचोटि ठिकै छ दिन्छु म पछाडिको चाहिँ आफ्नो नाम भन्नु होला। अनि मगर चलचित्र कर्मी सङ्घको ... पद भनेको ठाउँमा चाहिँ आफ्नो पद चाहिँ भन्नु होला। दुई ठाउँ मात्रै चाहिँ अलिकति याद गरिदिनु होला है त। ल म सुरु गर्छु है त। म आफ्नो नाम भन्नु है त। म निर्वाचन समिति उपस्थित प्रतिनिधि र पर्यवेक्षकहरूलाई साक्षी राखी शपथ लिन्छु कि मगर चलचित्र कर्मी सङ्घको पद आफ्नो पद भन्नु होला पदमा निर्विरोध भएकोले विधानमा तोकिएको कार्य मेरो तन मन वचन कर्म र विवेकले बुझेसम्म इमान धर्म तथा परम्परा कर्तव्य सम्झी मगर चलचित्र कर्मी सङ्घ र मगर चलचित्र कर्मीहरूप्रति वफादार रही मगर चलचित्र कर्मी सङ्घको विधान 2066 को अधीनमा रही आफ्नो काम कर्तव्यको पालना गर्नेछु। यति नै होला। फेरि पनि एकदम धेरै भन्दा धेरै बधाई छ। राम्रो काम गर्नु होला। एकदम सबै जिल्लाको भन्दाखेरि कास्की जिल्लाको चाहिँ एकदमै काम